नमस्कार एभ्रिवान, मासेल्फ ग्रिस दाहाल। मेरो ठेगाना चाहिँ यही इटरी सुनसरीमा हो र म चाहिँ अहिले कक्षा 12मा सुषमा गोदरे कलेज फ्याकल्टी साइन्समा अध्ययनरत छु। अहिलेसम्मको कन्टेक्स्ट हेर्दाखेरि चाहिँ मिस्टर एन्ड मिस रोयल नेपाल सिजन 2ले चाहिँ मेरो पर्सनालिटी डेभलपमेन्ट, कन्फिडेन्स बिल्डअप र त्यस्ता थुप्रै प्रकारको जुन म पहिला गर्न सक्दिनँ थिएँ त्यो कुरा अहिले म गर्न सक्ने भएको छु र म मास स्पिकिङ अरू थुप्रै व्यक्तिहरूका सम्पूर्णका मान्छेहरूको अगाडि पनि म बोल्न सक्ने भएका छु। यही अब हाम्रो भदौ 13 गते फाइनल हुनेछ र त्यसमा पनि म आफ्नो बेस्ट दिने र होपफुली क्राउन जित्ने प्रयासमा अध्ययन गरिरहेको छु। मेरो विचारमा रोयल भनेको चाहिँ एउटा जस्तो नाम, एउटा शब्द मात्रै होइन। रोयल भनेको एउटा जुन हुन्छ नि एउटा ताज, जस्तो हाम्रो नेपालको कन्टेक्स्टमा रोयल भन्यो भने त्यो रोयल फ्यामिली वीरेन्द्र भनेर बुझिन्छ। त्यस्तै रोयल भनेको चाहिँ पूर्वको चाहिँ एउटा राइजिङ क्राउन जस्तो हो, जसले चाहिँ यङ प्रतिभा टिनेजर्सहरूमा चाहिँ पर्सनालिटी डेभलपमेन्ट, मोल्डिङ जस्तो थुप्रै प्रकारका गतिविधिहरू गरिरहेका छन्। अहिले चलिरहेको गरिमा चौधरीको जुन यो हामीले हत्याकाण्ड सुनेका थियौँ त्यसैमा अध्ययनरत भएर म सामाजिक सञ्जालमा विभिन्न प्रकारका भिडियोहरू पोस्ट गर्थेँ र त्यसै साथै म हाम्रा थुप्रै राजनीतिक घटनाको बारेमा पनि भिडियोहरू, जनचेतनामूलक भिडियोहरू चाहिँ म पोस्ट गर्दै आफ्नो देश, आफ्नो समाजलाई विकास गर्नका निम्ति अघि बढिरहन्थेँ। अब विश्वमा हेर्दाखेरि सम्पूर्ण समस्या, एकमात्र समस्या भनेको ड्रग एडिक्सन, जुन चाहिँ नेपालमा पनि छ र विश्वमा पनि छ। तर नेपालको सन्दर्भमा भन्यो भने अनइम्प्लोइमेन्ट, जसलाई नेपालले भन्दाखेरि जागिर कुनै प्रकारको काम नभएको अवस्था, त्यसलाई चाहिँ त्यो चाहिँ नेपालको सन्दर्भमा पहिलो रूपमा चाहिँ एउटा भन्न च्यालेन्जको रूपमा पनि छ र त्यसलाई अब हामीले हटाउनका निम्ति सरकार अब धेरै प्रकारका गतिविधिहरू पनि गरिरहेका छन् र त्यसै साथै अब हाम्रो एजुकेसन सेक्टरलाई पनि विकास गर्दै र जब अपर्च्युनिटिजहरू खुलाउँदै यस्ता समस्याहरूलाई समाधान गर्न सकिन्छ र होपफुली अबको कयौँ वर्षमा चाहिँ यो समस्या ठिक हुनेछ र नेपाल पनि अब अघि बढ्नेछ। म अरू प्रतिस्पर्धी भन्दा फरक छुइनँ, तर मसँग जुन ट्यालेन्ट छ, जुन प्यासन छ, जुन म मोडलिङको लागि केही गर्न चाहन्छु, जुन म देशको लागि केही गर्न चाहन्छु, त्यसले मलाई अरू कन्टेस्टेन्टभन्दा भिन्न देखाउन चाहन्छ र जुन मेरो इच्छा, दृढ शक्ति छ, त्यसको लागि पनि म मिस्टर एन्ड मिस रोयल नेपाल जित्नका लागि क्यापेबल छु भन्ने कुरा चाहिँ मेरो मनबाट नै यो छ। सबैभन्दा ठुलो चुनौती भनेको म चाहिँ मिस्टर एन्ड मिस रोयल नेपाल सिजन 2मा अडिसनबाट चाहिँ आएको होइन, म चाहिँ वाइल्ड कार्ड एन्ट्रीबाट आएको र सुरुको बेला चाहिँ जस्तो मैले कोही पनि चिनेको थिइनँ। अब नचिनेको भएपछि बोल्न, कम्युनिकेट गर्न पनि गाह्रो भइरहेको थियो र मैले सिक्न पनि गाह्रो भइरहेको थियो र त्यसमा चाहिँ मलाई सम्पूर्ण प्रथम सहयोग गर्ने मान्छे हाम्रो प्रज्वल सर हुन्छ। सरले चाहिँ मलाई एकदमै भनौँ न फेभरेट तरिकाले नै मलाई सपोर्ट गर्दै, हाम्रो उमेश सर, गुम्सुम म्यामले पनि मलाई सपोर्ट गर्दै चाहिँ मलाई यस अहिलेको क्षणमा हेर्दाखेरि म चाहिँ टप 5मा क्यापेबल छु जस्तो मलाई भित्रबाट लागेको छ र यसको लागि चाहिँ म हाम्रो होल रोयल नेपाल टिमलाई नै धन्यवाद दिन चाहन्छु। म यसलाई असफलता भन्न चाहदिनँ, म यसलाई कि जित्छु कि सिक्छु भनेर चाहिँ यसलाई वर्णन गर्न चाहन्छु र म यहाँबाट जितिनँ भने केही कुरा सिकेर जान्छु र सिकेको कुरामा अवलम्बन गर्छु। आफ्नो दैनिक जीवनमा चाहिँ म सिकेको कुरालाई चाहिँ आफ्नो दैनिक जीवनमा गर्न चाहन्छु। अब नेपाललाई हेर्दाखेरि विश्वसँग नेपाल चिनित नै छ, सबैले नेपाललाई, नेपालको कल्चर, नेपालको सोसाइटीको बारेमा सबैलाई थाहा नै छ। अब त्यसलाई अझै बढाउनका निम्ति हाम्रा सोसियल इन्फ्लुएन्सरहरूले पनि नेपालको विभिन्न टुरिज्म सेक्टरहरूमा गएर त्यहाँ भिडियो पोस्टहरू गरेर टुरिज्म इन्डस्ट्रीमा पनि धेरै प्रकारका गतिविधिहरू गरेर नेपाल सरकारले पनि टुरिज्ममा चाहिँ अलिक बढी प्राथमिकता दिएर, अब जस्तो हामीले इटरीको सन्दर्भमा गर्दाखेरि त्यही हाम्रो इटरी हस्पिटल जाने बाटोमा चाहिँ धेरै खाल्टाखुल्टीहरू छ। अब त्यसलाई समाधान गरियो भने चाहिँ अब इटरी अस्पताल, हाम्रो इटरी मुख्य सहरकै अस्पताल त्यस्तो भएपछि अब मान्छेको इम्प्रेसन नै नरहनु पर्ने जान्छ। त्यसैले यस्ता सानो कुरालाई प्राथमिकता राख्दै अघि बढ्न सकिन्छ। मिस्टर एन्ड मिस रोयल नेपाल सिजन आउनुभन्दा अघिको ग्रिस दाहाल र आएपछिको ग्रिस दाहालमा धेरै भिन्नता छ। मिस्टर एन्ड मिस रोयल नेपाल अघि आउनुको ग्रिस दाहालले यत्रो थुप्रै मान्छेको अगाडि बोल्न सक्दैन थियो। उसले आफ्नो पर्सनालिटी यस्तो छ, यस्तो उसको पोटेन्सियल यहाँसम्म छ भन्ने कुरा उसले जानेको थिएन। तर जब ऊ मिस्टर एन्ड मिस रोयल नेपाल सिजन 2मा आयो, जब उसले यस्ता थुप्रै प्रतिस्पर्धीहरू देखे,
उसले आफ्नो ट्रु पोटेन्सियल थाहा पायो र अब यो पोटेन्सियललाई ध्यानमा राख्दै होपफुली यो क्राउन जित्नेछ। मैले चाहिँ यो ताज जित्न र हार्न र सिक्नको लागि चाहिँ मैले अब मानसिक रूपमा तयार भइरहेको छु। मैले अघि नै भनिसकेँ कि म जित्छु कि सिक्छु। अब मैले जित्दिनँ भने अब केही कुरा सिकेरै जान्छु र मानसिक रूपमा पनि म तयार नै छु। अब मेरो प्रतिस्पर्धीहरू साथीहरूले पनि मलाई अब सपोर्ट गरिरहेका छन्, हाम्रो सर म्यामहरूले पनि गरिरहेका छन्, मेरो फ्यामिलीबाट पनि फुल सपोर्ट नै छ। अब कहीँबाट मलाई नराम्रो सपोर्ट आएको भए म मानसिक रूपले पनि केही हुन्थ्यो होला, तर म त्यस्तो केही पनि नभएको कारण म फुल्ली फ्री छु कि म जितेँ भने अब जितेरै छोड्छु, हारेँ भने सिकेरै छोड्छु। सौन्दर्य प्रतियोगिता केवल एउटा सुन्दरता मात्रै होइन, यो एउटा भित्री पर्सनालिटी, इनर पर्सनालिटी कस्तो छ मान्छेको त्यो हेर्ने। जस्तो अब उदाहरण दिँदाखेरि सपोज XYZ भन्ने एउटा केटीको बाहिरी सुन्दरता राम्रो छ अरे, तर उसको भित्री मन कस्तो होला भन्ने कुरा हामीलाई थाहा हुँदैन। उसले गरेको व्यवहार हामीलाई थाहा हुँदैन, तर के थाहा ऊ अब कस्तो होला के होला। त्यसैले हामीले बाहिरको अनुहारभन्दा पनि भित्री पर्सनालिटी हेरेर उसको जजमेन्ट गरेर चाहिँ हामीले अघि बढ्नुपर्छ। पहिलो कुरा हाम्रो यो मिस्टर एन्ड मिस वर्ल्ड नेपाल टिमलाई एकदमै म धन्यवाद दिन चाहन्छु। उहाँहरूले हाम्रो भित्र लुकेको प्रतिभालाई उहाँले एकदमै हाम्रो सहयोगका साथ ट्रेनिङका साथ हामीलाई अघि बढाइरहनु भएको छ र त्यसैका लागि अब आउने युथ जेनेरेसनलाई पनि अब आउने सिजन 3 का कन्टेस्टेन्ट जो चाहिँ अब यो पालिका सिजनमा आउन सक्नु भएन तर अर्को पालि सिजनमा आउनुहुन्छ, होपफुली म जितेरै उहाँहरूको सामु म देख्न चाहन्छु। र अब आउने युवा पुस्तालाई पनि पोलिटिक्समा अलिक इन्ट्रेस्ट राख्नु, समाज विकासका लागि केही कामहरू गर्नु, सुनमा आफू बदलिने र समाजलाई बदलिनु जस्ता कुराहरूलाई ध्यानमा राख्नु भनेर चाहिँ म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।